यो जुन चाहिँ फोटो देखिरहनु भएको छ नि, यो फोटोमा देखेको कन्डिसनलाई चाहिँ हामीले ब्यालेनाइटिस भनेर भन्छौँ र हामीसँग चाहिँ यो केसहरू ओपिडीमा आइरहेको हुन्छ। प्लस डिएममा चाहिँ मलाई टन्नैजनाले यसको बारेमा भिडियो बनाइदिनु न भन्ने कारणले गर्दा चाहिँ आइ एम मेकिङ दिस भिडियो एन्ड इफ यु हेभ इट सेभ गर्नु होला, राम्रोसँग हेर्नु होला भिडियो, र कसैलाई छ भनेदेखि चाहिँ साथीलाई हेल्प गर्नु होला, यो भिडियो पठाइदिनु होला है। सो ल कुरा गरौँ हामी ब्यालेनाइटिसको बारेमा। सो ब्यालेनाइटिसमा नि क्यान्डिडियल ब्यालेनाइटिस इज मोर कमन। पेसेन्ट चाहिँ युजली क्यान्डिडियल ब्यालेनाइटिसै लिएर आउनु भएको हुन्छ। त्यसमा अब पेसेन्ट के कम्प्लेन लिएर आउनुहुन्छ त? पेसेन्टलाई चाहिँ अब लिङ्गको टुप्पोमा रातो रातो बिमिराहरू आउनेदेखिबाट लिएर सेतो सेतो खालको कास जस्तो कुराहरू होइन, फ्लेक्सहरू चाहिँ लिङ्गको तलपट्टि चाहिँ जमेर बस्ने समस्याहरूको साथसाथमा चिलाउने समस्या, पोल्ने समस्याहरू पनि लिएर आउन सक्नुहुन्छ है। सो यो आइसकेपछि हामीले यसलाई ब्यालेनाइटिस भनेर डायग्नोसिस गर्छौँ। र अब यो हुने कारण चाहिँ के त? अब हुने कारणहरू भनेको चाहिँ तपाईँले राम्रोसँग हाइजिन मेन्टेन गर्नु भएन है, त्यसपछिबाट गुम्म बनाएर राख्नु भयो हाम्रो प्राइभेट पार्टलाई, अनि त्यसपछिबाट अन्डरवेयरहरू टाइममा चेन्ज गर्नु भएन भनेदेखि तपाईँलाई हुन सक्यो भनेदेखि, यदि तपाईँलाई सुगरको समस्या छ भनेदेखि सुगर समस्या भएको बिरामीलाई नै पटक पटक एकचोटि ठिक भइसकेपछि नि फेरि फेरि हुन आउन सक्यो, किनभनेदेखि यो ढुसीको समस्या हो र सुगर भएको मान्छेलाई चाहिँ फेरि फेरि आउन चाहिँ हुनसक्छ। सो यसलाई निको पार्नु इज भेरी इम्पोर्टेन्ट, किनभनेदेखि अब यसले एउटा त आफूलाई सताउँछ पनि होइन, प्लस अर्को भनेको चाहिँ यदि हजुरहरूले चाहिँ राम्रोसँग प्रोटेक्सन युज गर्नु भएन र इन्फेक्सन भएको बेलामा चाहिँ सेक्सुअल कन्ट्याक्ट बस्नुभयो भनेदेखि चाहिँ फिमेल पार्टनरलाई पनि यो चाहिँ रोग सार्न सक्नुहुन्छ। त्यही भएको कारणले गर्दाखेरि ट्रिटमेन्ट गर्नु एकदमै जरुरी छ। ट्रिटमेन्टको लागि चाहिँ म अर्को भिडियोमा भन्छु, र प्लस के गर्नु हुने के गर्नु नहुने, जस्तै साबुनहरू प्रयोग गर्नु हुँदैन र अरू विभिन्न कुरा छन् जुन चाहिँ गर्नुहुन्छ गर्नु हुँदैन, त्यो चाहिँ भिडियो म नेक्स्ट पार्ट गर्छु। यदि को लागि चाहिँ डु फलो डाक्टर अनिकेत मेड भेन्चर, र पार्ट 2 को लागि चाहिँ को जना चाहिँ इन्ट्रेस्टेड हुनुहुन्छ लेट मी नो डाउन इन द कमेन्ट बिलो।